आज चाहिँ हाम्रो आमाले सेलरोटी पोल्नु लागेछ। चाहिँ सिम्पल सेलरोटी पोल्छ फेरि केही नहालिकन मसलाहरू मात्रै हाल्छ। त्यस्तो पड्काउने मेथी कालो मेथी के चाहिँ हाल्दैन हो। सिम्पल रोटी खान्छ है हामी चाहिँ। यता तेल गरम हुँदैछ हो, दामी फ्राई हुँदैछ। यता पोल्नु उल्टा हातले पोले रोटी खादिन चाहिँ नभन्नै साथी हो, म त यही हात चलाउँछु। तर म चाहिँ जान्दिनँ पोल्न, आमाले चाहिँ दामी पोल्छ। होइन लाउनु बेला यस्तो दाना मार्नु पर्थ्यो, पड्किन्छ। अन्त बिहानै राखेको होइन पास सेलरोटी लो फर्स्ट सेलरोटी पुछार घुमे फर्स्टकै रोटीको। हर्डिङवाला चुल्हा छ के गर्ने, पड्किने डर लाग्छ म त। सेकेन्ड है यो फेरि हो। सेलरोटी फेरि आफै हिँड्नु थाल्यो। यो मैले बनाएको खाना निकाल्ने सेलरोटी हिँड्नु थाल्यो, एक खुट्टा पलायो सेलरोटीको। पिठो पड्क्यो अरे अहिले मान्छेको खुट्टा पलाउनु बिर्छ। यो के भयो त्यो त घुमे त हौ। सेलरोटी चाहिँ घुमेको हुँदैन नि। यो आधी बिचमै चुर्ने जस्तै घुमेन। ल हाम्रो चाहिँ सेलरोटी पाक्नु थाल्यो, अरूको कसको पाक्दैछ हो। आफू त जान्दैन बनाउनु। घन्टा अन्त आउने रहेछ त आफैपट्टि मात्रै। आँट्ने भएछ फेरि नि अझै नि। कतिवटा जाँदो रहेछ हेरौँ भनेको एउटा उयसमा। अलिक बेसी गिलो भयो क्या हो। अलिक चाहिन्छ उयो मैदा। आँटै चाहिएको मैदाको चाम्रो हुन्छ। चाम्रो रोटी कडक कडक टोक्नु मजा आउँछ। ल जाँदैछ। ल साथीहरू यति नै हामी चाहिँ भर्खर पाक्दैछ। भरे पाकिसकेको खाँदै गरेको फोटो पठाउँछु, तपाईँहरू पनि खानुहोस् न ल।